अहिले भन्दैछु होइन एमाले 12 सिट बढी ल्याए 20 सिट भन्दा 20 सिट त नाग्दैन होला रविको पार्टीले नाग्छ कमसे कम पनि 70 50 70 कति ल्याउँछ रविले र अहिले देशभरिबाट लड्छ पोहोर देशभरिबाट नलडेरै त कति सिट ल्याएर भन्दै त दाजु आइहाल्छ नि अब चुनावसम्म त प्रत्यक्ष ल्याएको थियो कति 8 हो कि 9 ल्याएको थियो अरू त्यो समानुपाती खनपाती मिलाइकन बनायो होइन बट 32 24 कति सिट ल्या 24 अरे 20 सिट मात्रै थियो 24 थिए अरे समानुपाती गरेर त्यो प्रत्यक्ष 11 सिट हो कि 12 सिट कति ल्यायो अनि अब त टुप्पिन्छ हेर अब टुप्पिने एमालेको पालो काङ्ग्रेस पनि फुट्न लाग्यो भोलि बिहानै जानु रविको पार्टी फर्स्ट आउँछ अहिले यो कुरा ग्यारेन्टी हो तिमीले भन्यौ सही भन्यौ तै जानुपर्छ कि देवनागरमा अरू पनि पठाएर